पाँचवटा विभिन्न थरीको रङहरू, दुईटा बाँकी अझै। 7 रङको हुनुपर्छ, 5वटा भयो भन्नु न। ग्रीन, वेयर इज ग्रीन? हरियो कहाँ भयो? हरियो रङ, हरियो रङ यहाँ आइरहेछ। यो भयो सप्तरङ्गी रङ। सप्तरङ्गी टीका भयो। दुईवटा लगातार लाउन पाएलाई यो भयो, फुल भयो, भयो। अब दिवाली यसमा राख्छु। अब चट्ट गीत लाउन आउँदैछ हैन? तिहारको गीत लगाएर चट्ट लगाएर हैन? क्यामल गीत लगाउन आउन आँटेको। यो खोल्न जानिने केटा हो, सिकाउ न आऊ। आइहाल्छ नि तिमी। सुरु सुरु। मैले चाहिँ यो दियो कलश पूजा गर्दैछु। र दियो कलशलाई म दुई भाइको लागि के भयो रे? दियो कलश पूजा भयो हैन? पहिला घुम्नुपर्छ कि पूजा गर्नुपर्छ पहिला? पूजा गर्नुपर्छ। नाको छैन छैन एक बाँकी नाको नाको मजाले लानुपर्छ तिहारको बेला। ओन्ली 2 अब एकचोटि। वाह यो होइन मेन? यो त अलिकति पानी हाल्नु। मेन एउटामा पानी हालेर अर्कोमा त थौ थौ लगाइदिन्छ नि। मेन एउटा चाहिँ भिजेको हुनु पर्यो, अरू त अझ भएन त्यो। अलि लिँदै बनाऊ न। बक्छ नि त भरे। केही बग्दैन। हातले लाग्यो नि त्यही भएर। गोला लाउने कि लामो? लामो। त्यही त। सानो त्यति धेरै लामो नै तर लामो। अझ भएन जस्तो लाग्यो त्यो। दे अलिकति भएन। यसले हातले गर्नु त हुँदैन। भयो भयो के फरक पर्छ, धर्कललाई मात्र हो क्या त्यो। साइडबाट लाग्यो नि।
सातो रङ आँट्नु पर्यो लामै बनाउनु पर्छ धेरै लामो राम्रो बनाउँछु के मलाई थाहा छैन स्टाइल तिमीलाई न मलाई धेरै थाहा छ थर्काइ लाउनु पर्यो मक्ख मुद्रामा म शीर्षक मक्ख मुद्रामा म झनै मक्ख मुद्रामा कति ढुक्का बस्छ हौ ग्रिन त नला नभएकोमा खिन्नता प्रकट गर्दछौँ होइन हामी युकेमा हामी यसलाई के भने सबै टिका लाउने ओके कार्यक्रम भयो सातवटा रङ सात रङको टिका लाग्यो होइन सिरबाई चुडी त हेर्दा सातवटा रङलाई मात्रै यसो हेर्नु पऱ्यो 1 2 3 4 5 6 7 अब म उसलाई दिन्छु ल एउटा लाने पनि हुँदैन त्यहाँ राख्दा हुन्छ साइडमा यसले त्यहाँ राख्दा हुन्छ त तिमीले पूजा गरेर दिनुपर्छ नि त होइन मैले भने सिरबाईलाई अब मैले मेरो भाइलाई दिएको मिठाई फलफुलहरू है यो चाहिँ एकछिन बोल उठेर लिनुपर्छ त थ्याङ्क यू धन्यवाद कहाँबाट आयो थ्याङ्क यू भन्ने कुन भाषा हो यो भाइ धन्यवाद मेरो बाला पनि यो सिक्नु है पुरा थ्याङ्क यू ल बुढाले छानिदिएको भाइलाई लुगा म मक्क सक्क अझ अरू कार्यक्रम छैन अब टिका लगाइदिन्छु ए ल दिदी भाइ चाहिँ हल्का यो दिदीको तर्फबाट चाहिँ टिका चाहिँ समापन भएको चाहिँ घोषणा गरेर अब दिदीबहिनी मक्क परेर भयो ल अब यतिकै जारी गरौँ अब भाइले दिदीलाई लगाउँ मिल्दैन म क्यामराम्यान हुँदा कसरी फोटो अब भाइले चाहिँ दिदीलाई टिका लगाउने कार्यक्रम नासियल रोटी चाहिँ दिनु नि पहिलोचोटि हो कि के हो के पहिलोचोटि भाइ टिका एउटा टिका त बुढाले लगाइसकेका रहेछन् सिउँदामा श्राद्ध अब सुरु है दिदी टिका स्याबास खुसी हुँदै लागिरहेछ दिदी टिका भन्दै घुम्छु ल घुम्नु पर्दैन केटाले केटाले पर्दैन पर्दैन एकचोटि घुमिसक्यो दिदीले अघि लिइसकेको अब ओखर चाहिँ अघि नै फुटालेको मैले टिका लाउने ओखर चाहिँ अलिक अघि नै ओखर चाहिँ अघि नै फुटालेको क्यामेराले खिच्नु चाहिँ भ्याइएन होइन टट्ट परेको राम्रो रहेछ यतापट्टि सप्तरङ्गी होइन बेस मात्रै चाहिन्छ होइन यो त यस ए हजुर कहाँ इङ्ग्लिस बोल्न आएर फेरि अङ्ग्रेजी बोल्न आएर अब अब 6वटा रङ रेड मेरो माथि पनि रेडै छ ग्रिनबाट सुरु गर लाग्यो मजाले सात मजाले ए दामी यार तिमी त कस्तो खतरा यस्तो नि छु होइन एकदम म चाहिँ सुपर फास्ट हो होइन यस्तोमा
4 3 4 3 भयो 4 हो सेतो 4 सङ्गीत गरेर भयो पहेँलो 5 रातो नजिकै लगाइदिनु अलिकति रातो चाहिँ अलिक थप्नु होला है उचाल्दै हिँड्छ अब निलो रातो ठिकै नै भयो है राम्रो एउटा पुछ्ने दिदीलाई त मेकअप म्यानले जस्तो गरिदियो हो भाइले सिङ्गार गर्ने मान्छेले जस्तो गरिदियो भाइले मखाउनु बाँकी छ अझै के सामान आउने बाँकी छ फुल नमस्ते अनि अब हामीले त यस्तो ठिका पार्न हामीले त पर्दैन है खाने गर्दैन नमस्ते कहाँबाट आयो थ्याङ्क यू भने कुन भाषा भयो नि थ्याङ्क यू भनेको कुन चाहिँ भाषा ल यसैबिच चाहिँ अब भाइटिका कार्यक्रम चाहिँ एकदम सुखद तरिकाले र एकदम रमाइलोसँग चाहिँ सम्पन्न भएको घोषणा गर्दछौँ ए खुट्टा ठिक छ ल दुईजना दिदीभाइ मक्ख एउटा फोटो चाहिँ खिच्दैन न थ्याङ्क यू पर्दैन धन्यवाद दालको डाडु पनि देऊ होला दालको डाडु दाल स्पेसल बनाउनु यतिखेर दाल चाहिँ खानाको कार्यक्रम पनि सुरु भयो